सो गाइज हामी पनि यता पिटमारीसम्म पुगिसकेका छौँ आजको आइतबारको दिन। तपाईहरु हेर्न सक्नुहुन्छ यो पिटमारीको रहस्यस टाइम हेर्न सक्नुहुन्छ गाइज। यही हो पिटमारीको रहस्यमय टाइम। सो हेर्न सक्नुहुन्छ दाइलाई त्यहाँ यही हो रमाइलो। हेलो हेलो यही नै हो रमाइलो अनि अति रमाइलो ठाउँहरू पिटमारीको। यही हो साथीहरू तपाईहरु देख्न सक्नुहुन्छ पिटमारी। यहाँ छन् सबैजनाहरू। ओ दाइ रमाइलो जग्गा ठाउँ छ यार, एकदम रमाइलो छ है। तपाईहरु पनि यहाँ आउन सक्नुहुन्छ घुम्नको लागि। यस्तो बेस्ट ठाउँ छ के यार यो ठाउँ। लास्टै रमाइलो मान्छेहरू छ नि, देख्न सक्नुहुन्छ तपाईहरु। यस्तो बवाल छ के यतातिर। लास्टै राम्रा मान्छेहरू पनि यहाँ उपस्थित हुनुभएको। सो यही हो गाइजहरू। सो यही नै थियो आजको हाम्रो घुमघाम गाइज। यो चाहिँ कस्तो अँध्यारो देखायो यार देखाउनु पनि लाइट पनि। दाइ कस्तो लाग्यो त? रमाइलो चाहिँ ठाउँ छ। बाइक त यहाँसम्म पनि आउँथ्यो होला कि ल्याएपछि। त्यहाँ ल्याएर राखेर चाहिँ रमाइलो ठाउँ यही हो है। सब धेरै आन्टीहरू दिदीहरू मात्र छन् यहाँ। सर ठ्याक्कै गाउँघरको याद आयो कि मलाई चाहिँ अहिले चाहिँ है दाइ। जारे चौरातिर याद आयो है हामीलाई चाहिँ। आज जारे चौरातिरको याद आइरहेको छ भएन, किन भन्दाखेरि घर पनि यस्तै छ कि सेम, तर त्यो पनि भाइरल ठाउँै हो। यो पनि भाइरल ठाउँ नै हो। पिटमारी भने पिटमारी हो कि यार, मान्छेहरूको भिड त बब्बाल छ कि। ट्याक्कै हेर्न सक्नुहुन्छ दाइ बसिरहेको त्यहाँ। सो गाइज हाम्रो भाइहरूले चाहिँ गीत गाउन लागिरहेछन् है, सबैहरू हेर्न सक्नुहुन्छ। उ त्यहाँ दुईजना भाइहरू अनि त्यो बहिनी पनि छ डान्स गर्नको लागि रेडी। हाम्रो भाइले चाहिँ ऱ्याप हान्न लागेको छन्। ल भाइ ऱ्याप हान्देऊ त। मेरो बानी व्यवहारले सब कुरा फरक पार्छ। जब हान्न थाल्छु ऱ्याप एक्कासी रगत तान्छ। किनकि मेरो कहानीको सुरुवात बोगली र सडकबाट कसैले मद्दत मागेन। लागे म फरक बाटोमा वान्टेड म छ रे। मेरो नाम पत्रिकाले खबर चाहेको छ। हेर्दिन समाचारमा इन्काउन्टर हान्ने सोची राजेश बाबु खबरदार छ। इज्जत गर भेट्लास फेरि मेरो ग्याङ छ नेपालभरि। इज्जत गर भेट्लास फेरि मेरो ग्याङ छ नेपालभरि। ल दामी। ल ल ल ल छिटो छिटो। एउटा अर्को पनि भाइलाई गीत आउँछ आउँदैन? सान्नानीले झुक्या त होइन मलाई। सान्नानीले झुक्यायो मलाई। एउटा गीत गरिरहेको अनि भाइलाई ऱ्याप आउँदो रहेछ नि त है। अर्को पनि आउँछ? ल ल ऱ्याप हान्देऊ ल। एकछिन यता उलाई नानीलाई गाउने। ल नानीलाई गाइदेऊ एउटा गीत। अर्को एउटा हान्देऊ ऱ्याप। इंग्लिश आउँछ। ल ल इंग्लिश त खतरा भइगयो। ल के 2 and 2 मलाई यसु हो क्या? हान्देऊ छिटो। बिर्स्यौ गीत? ल छिटो आने छिटो। ल मलाई साल सान्छ मेरो सब भन्छ मैन भयो बारियो आज सिटमा सोचे अब कर सब भन्छ मही 2 3 गो। ल मैना कोखमा राखी तिमीले भिक्रायो मलाई यो संसारमा रोकी तिमी जति
कठिन परिस्थिति आए पनि कहिले हुन दिएनौ आमा केही पनि तिम्रो माया र ममता जहिले हुनेछु तिम्रो साथ क्षमा गऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आधारमा आजसम्म बाँचिरहे यति आउँछ ल दामी तिमी एउटा आवा न रहेछौँ के कतिको गीत गाउँदो रहेछन् भनेर हान्देऊ हान्देऊ एउटा गीत ल नाच्नु पनि आउँछ आउँछ सिलेक्सन केमा सिलेक्सन यो नाच्नुपर्छ है एउटा गीतमा अहिले ल कुनमा नाच्ने त्यो म गीत यहाँ एउटा रेडी बनाइरहेको भन न कुनमा नाच्ने भन त कमरैमा नाच न एउटा यस्तो राम्रो सिलेक्ट भए मान्छेले त अब यस्तो गर्ने होइन नि त फेरि प्रोग्राममा कुन गाना बनाएको छौ त्यही गाना बनाएको छ अब ल गीत गाइदेऊ ल गीत गाउँछन् ल ल ल हे नटासियो खोदमा मौरी झै खोदमा मौरी झै देख्छु अनुहार कुचेको दाउरी झै रैया चाँदीको ए 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 म त बग्लाउने मैया माथिको यसै त बग्लाउने म त माथिको वाह 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 ल